बिचरा भुन्टीले हेपाई सहँदा सहँदा अब अन्याय र अत्याचारको पनि सीमा नाग्न थाल्यो। अब भुन्टी उनीहरूको परिवार सारासँग एक्लै लड्ने भनेर कम्मर कसेर लागि पर्ने तयारी गरिरहेकी छिन्। आजैबाट भूपेन्द्र र भूपेन्द्रका परिवारले बोलेको र भनेको कुरालाई नमान्दै भुन्टीले आदि बाटैबाट फर्केर आफ्नो घरतर्फ लागेकी छिन्। आफ्नी आमा सिकिस्त बिरामी भएर भोलि सहर फर्काउँदैछन् भन्ने कुरा अर्थात् उपचारको लागि ल्याउँदैछन् भन्ने कुरा भुन्टीको कानमा परिसकेपछि भुन्टी चौकी जान छोडेर आदि बाटै फर्केर किन आइन् त? आखिर भुन्टीले गल्ती गरेको छैन भन्ने कुरा भुन्टीलाई र भगवानलाई मात्र थाहा र भूपेन्द्रलाई पनि थाहा छैन कि भुन्टीले कतिसम्म गरेकी छिन् भन्ने कुरा। तर आज हुँदा हुँदा भूपेन्द्रले आफ्नै श्रीमतीलाई चौकी हिँड भनेपछि भुन्टीको भित्री मन धेरै दुखेको। आमा सिकिस्त बिरामी हुनुहुँदो रहेछ भनेपछि त कमसेकम भूपेन्द्रले आमालाई हस्पिटल ल्याउनु पर्छ भन्छन् होला भन्ने मलाई पनि लागिरहेको थियो। तर कुरा गरी सक्ना साथ भुन्टीको आँखाभरि आँसु देख्दा देख्दै भाइ र बहिनीको कुरा सुनेर अझ ल हिँड चौकी जाउँ भन्दै थिए भूपेन्द्र पनि। कतिसम्म स्वार्थी र निर्दयी रहेछन्। आफ्नै श्रीमती र आफ्नै सासु ससुराको र आमा बाबुको धरी पनि ख्याल गर्न नसक्ने भूपेन्द्र जस्ताले भुन्टी जस्तै श्रीमती पाउनु भाग्यको कुरा हो। किनकि भूपेन्द्रले आफ्नी सासुलाई पनि आफ्नै आमा चाहिँ मानिदिएको भए र मानवता देखाउँदै भुन्टीलाई तिमी अहिले घर फर्केर जाऊ र आमालाई भोलि कहाँ ल्याउँछन् र हामी हस्पिटल गएर आमाको सारा कुरा बुझौँला र यो चल्दै गरेको कुरालाई पछि निरन्तर गरौँला भन्ने कुरा बोलेको भए आज भूपेन्द्र असल श्रीमान भनेर बुझिने थियो। तर भूपेन्द्रले देखाएको हरकत र उसका परिवारले अपहेलना र हेपिरहेको कुराले भुन्टीको भित्री मन भने दुखेको छ। तर अब भुन्टी कोहीसँग नडराउने र पछि नपर्ने र परिआएको खण्डमा आफै लड्ने र नबोली बस्दाको परिणाम के हुँदो रहेछ भन्ने कुरा यथार्थ बुझिसकेकी छिन्। अब कम्मर कसेर उनीहरूसँग माफी मागेर होइन लडेर जित हासिल गर्छु भन्ने सोच बनाउँदै भुन्टी त्यहाँबाट फर्केकी हुन्। अब भुन्टीले केसम्म गर्छिन् भन्ने कुरा कसैलाई पनि थाहा छैन।